नमस्कार, स्वागत छ तपाईहरूलाई हाम्रो आजको भिडियोमा। आज हामी मालवेयर र भाइरसका बारेमा जान्नेछौँ। ती कसरी काम गर्छन्, कसरी असर पार्छन् र हामी कसरी सुरक्षित रहन सक्छौँ भनेर। मालवेयर वा कम्प्युटर भाइरस एउटा हानिकारक सफ्टवेयर हो जसले प्रयोगकर्ताको अनुमति बिना कम्प्युटर प्रणालीमा प्रवेश गरी डाटा नष्ट गर्ने, चोरी गर्ने वा प्रणालीलाई क्षति पुर्याउने काम गर्छ। यस्तो प्रोग्राम सामान्यतया वैध फाइल वा प्रोग्राममा आफैलाई जोडेर राख्छ र जब ती फाइलहरू चलाइन्छन् त्यसबेला सक्रिय हुन्छ। सक्रिय भएपछि यसले आफूलाई प्रतिलिपि बनाउँदै अन्य फाइलहरू, नेटवर्क, इमेल वा रिमुभेबल ड्राइभ मार्फत फाइलन सक्छ र कम्प्युटरको स्रोतहरू नियन्त्रण गर्न सक्छ। मालवेयर र भाइरसका प्रभावहरूमा कम्प्युटर सुस्त हुनु, डाटा हराउनु, फाइल बिग्रनु, व्यक्तिगत वा वित्तीय जानकारी चोरी हुनु र कहिलेकाहीँ प्रणाली पूर्ण रूपमा असक्षम हुनु जस्ता समस्या पर्छन्। केही मालवेयरहरूले ह्याकरहरूलाई प्रणालीमा प्रवेश गर्ने ब्याकडोर बनाइदिन्छन् जसले र्यान्समवेयर आक्रमण पनि गराउन सक्छ। सुरक्षाका उपायहरू: अद्यावधिक गरिएको एन्टिभाइरस र एन्टी मालवेयर सफ्टवेयर प्रयोग गर्नुहोस्। अपरेटिङ सिस्टम र एप्लिकेसनहरू नियमित रूपमा अपडेट गर्नुहोस्। अपरिचित लिङ्क र फाइलहरू डाउनलोड वा खोल्न नगर्नुहोस्। बलियो पासवर्ड प्रयोग गर्नुहोस् र फायरवेल सक्रिय राख्नुहोस्। महत्त्वपूर्ण डाटा ब्याकअप गर्न नबिर्सनुहोस्। फिसिङ इमेल र सामाजिक इन्जिनियरिङ अर्थात् सोशल इन्जिनियरिङ जस्ता छलपूर्ण गतिविधिबाट सावधान रहनुहोस्। यी सावधानीहरू अपनाउँदा कम्प्युटर प्रणालीलाई भाइरस र मालवेयरबाट धेरै हदसम्म सुरक्षित राख्न सकिन्छ।